जसो मर्निङ है केटा ल आजको चाहिँ यो भिडियो चाहिँ मैले चाहिँ किन गराएको भन्दाखेरि चाहिँ मैले चाहिँ आज चाहिँ मेरो एक्सपिरियन्स चाहिँ हजुरहरू सामु चाहिँ राख्न लागेको है। मेरो एक्सपिरियन्स चाहिँ के को छ आज भन्दाखेरि चाहिँ मेरो एउटा एजुकेसनल लेभलको अनि अर्को भनेको चाहिँ हाम्रो चाहिँ लभको है त्यो केटा हो है। म स्टार्टिङ के भएर गरौँ म स्टार्ट चाहिँ मेरो एजुकेसन लेभलबाट गर्छु है त्यो केटा होला के तर हामी स्कुलमा र केटा होइन स्टार्टिङ एजुकेसन भनेपछि म चाहिँ मेरो एजुकेसन स्टार्ट चाहिँ मैले चाहिँ मेरो घरनिरकै स्कुलबाट गरेको हो। विद्यालयको नाम छ माउन्ट अन्नपूर्ण एकाडेमी। म चाहिँ सबै कुरामा अगाडि थिएँ भन्दा पनि गेम्सहरू हुन्छ नि जस्तै फुटबलहरू भलिबल बास्केटबल तिनीहरूमा चाहिँ मलाई खासै इन्ट्रेस्ट थिएन कि। म चाहिँ इन्ट्रेस्ट भनेको चाहिँ ब्याडमिन्टनमा थियो त्यही हो। अनि सिङ्गिङ इज माई हबी है। अनि त्यही हो केटा हो। अनि मैले चाहिँ आफ्नो मेरो 10 कक्षा कम्प्लिट चाहिँ मैले चाहिँ माउन्ट अन्नपूर्ण एकाडेमीबाट गरेको हो। अनि त्यसपछि चाहिँ म आएँ यता अहिले पोखरामा आएँ। म पोखरा आएँ अनि पोखरा चाहिँ म दाइसँग बसेँ 1-2 महिना चाहिँ म दाइसँग बसेँ। दाइ टेक्निसियन हो है। डु भिजिट है केटा है। म डिएम गर म त्यहाँ इन्स्टामा डिएम गर मेरो म भन्दिउँला त्यस्तो फोनको चाहिँ केही समस्या पऱ्यो भने मेरो दाइबाट जाऊ न दाइले मेरो नाम लिएर जाऊ दाइले हल्का डिस्काउन्ट गरिदिनुहुन्छ। अनि म चाहिँ दाइसँग बसेर चाहिँ अलिअलि काम पनि सिक्यो काम जाने पनि। अनि 11 कक्षा कता पढ्ने भइरहेको थियो। अनि 11 को लागि चाहिँ मैले चाहिँ पोखरामा जोइन गरेको थियो त्यो पज गरेको। अनि त्यही हो मैले चाहिँ यस्तो कामहरू चाहिँ सिकिरहेको थिएँ जाने पनि। अनि म घर आयो एससीको रिजल्ट आयो रिजल्ट राम्रो भयो। अनि त्यसपछि आयो +2 के पढ्ने। +2मा चाहिँ मैले चाहिँ केटा हो कम्प्युटर साइन्स लिएको थिएँ है। कम्प्युटर साइन्स लिएर म पढेको थिएँ हाम्रो कुन कलेजमा भन्दाखेरि चाहिँ हाम्रो सृजना सेकेन्डरी स्कुलमा। त्यो स्कुलमा मेरो धेरै मेमोरीहरू छ। सृजना स्कुलमा र मेरो यता माउन्ट स्कुलमा धेरै मेमोरीहरू छ। बिस्तारै बनाउँला त्यो मेमोरी पनि है। पढाइ एकदम राम्रो छ केटा होइन। डु भिजिट बिग सर्ट आउट टु सृजना सेकेन्डरी स्कुल र हाम्रो माउन्ट अन्नपूर्ण एकाडेमी। अनि स्कुलको टिचरहरू फ्रेन्डली छ वातावरण राम्रो छ पढ्ने मान्छेलाई धेरै राम्रो छ है केटा हो। त्यही हो केटा हो है। पढ्नेलाई धेरै राम्रो छ स्कुल बोथ दुइटै स्कुल राम्रो छ। अब नपढ्नेलाई त के भन्ने पढ्नेलाई जहाँ पनि राम्रो छ। हाम्रो कलेजको सिस्टम चाहिँ कस्तो थियो भन्दाखेरि हाम्रो कानको छ नि केटा कानमा लाउँछ नि तिमीहरूले टप इयररिङहरू त्यो चाहिँ लाउनु पाउन्न स्ट्रिक्टली प्रोहिबिटेड है। त्यो चाहिँ लाउनु पाउँथेन थियो राम्रो थियो स्कुल। +2 एजुकेसनको लागि मैले कम्प्युटर साइन्स नै किन लिएँ भन्दाखेरि चाहिँ मलाई चाहिँ यसो यो एआई नलेजहरू हुन्छ नि अहिले त्यही एआई नलेजहरूमा मलाई चाहिँ अलि इन्ट्रेस्ट थियो कि। इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ कम्प्युटर साइन्स लिएको। धेरै केटाहरू हुन्छ हावा हुन्छ 50 मार्क्सको लागि भनेर पनि कम्प्युटर साइन्स लिएको हुन्छ होइन। तर त्यस्तो नगर्नु तिमीहरू है केटा हो। अनि लभ भन्ने कुरा होइन माया भन्ने कुरा गर्ने हो केटा हो नगर्ने होइन साँचो मनले गर्ने हो। तर फुल्ली ट्रस्ट चाहिँ गर्नु हुँदैन है केटा हो। आफ्नो आमा बाबा बाहेक अरूलाई ट्रस्ट गर्नु हुँदैन है केटा हो बुझ्यौ नि। किनभने मैले सब भोगेर भनिरहेको छु है केटा तिमीहरूलाई माया भन्ने कुरा गर्ने हो नगर्ने होइन। तर त्यसको पनि लिमिट हुन्छ है केटा ओभर लिमिट क्रस गरेपछि टाउकोमा टेकिदिन्छ क्या त्यही हो केटा होइन। अब चाहिँ त्यही हो त्यो दिमाग फ्रेस भइरहेछ गाउँतिर आएर बसिरहेको छु अहिले। अनि ल केटा यता ब्याकग्राउन्ड चाहिँ कस्तो छ मलाई भनिदेऊ न है एकचोटि भनिदेऊ है। त्यो दामी छ ब्याकग्राउन्ड त्यो सिनहरू चाहिँ बबाल लाउँछ कि मलाई चाहिँ यहाँको यहीँ घरमाथि नै हो अहिले घरमाथि चौताराबाट भिडियो सुट गरिरहेको छु कस्तो लाग्छ त्यो पनि भनिदेऊ केटा हो।
द्याट्स मच फर टुडे केटा हो है आफ्नो छोटो एक्सपिरियन्स सुनाएँ आज ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो किप लभिङ किप सपोर्टिङ गाइज ओके बाई